राष्ट्रको कार्यकर्तालाई एमालेको दमन अहिले भर्खर देख्न सकिन्छ। यहाँ हातपात भइरहेको छ। यसरी हेर्नुहोस् महिलामाथि यहाँ देख्न सक्नुहुन्छ। यहाँ हात छोडाछोडको अवस्था आइसकेको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको माथिबाट ढुङ्गा हानेको छ। एमालेको मार्यो झडप भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले बिच झन्डाले पिटिरहेको छ। एमालेको यो दमन कहिलेसम्म? दमन कहिलेसम्म? एमालेको दमन कहिलेसम्म? महिलामाथिको अभद्र व्यवहार हामी देख्न सक्छौँ। यो बुढाको हजुरबालाई हेर, यो हजुरबा हेर्नु 70 वर्षको बुढालाई, 70 वर्षको बुढालाई बिचरा अब लेडिजलाई झन्डाले पिटेर यो प्रहरी हुँदै हेर्नुहोस् यहाँ कतिसम्म ठाडा पर्छ, कतिसम्म यो बेतिथि हेर्नुहोस्। यहाँ हाम्रो आँखा अगाडि यस्तो देख्छु। झगडा गरेको नेता माथि मिलिहाल्छ।